हेलो मेरो प्रिय मित्रहरूमा हार्दिक न्यानो अभिवादन साथै हार्दिक धेरै सम्झना छ र यसरी प्रदेश विदेश स्वदेशमा भएका हाम्रो सबै दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई हामी सम्झन्छौँ, हाम्रो छोराछोरीहरूलाई याद गर्छौँ, प्रार्थना गर्छौँ। सबैको यी समयहरू दिनहरू मङ्गलमय भएको हुन् र विशेष म तपाईँहरूको बिचमा एउटा सन्देशमूलक एउटा जानकारीहरू लिएर आएको छु। त्यो के हो भन्दाखेरि आजको दिन चाहिँ हाम्रो भारतीय क्यालेन्डर अनुसार मात्रै नभएर चाहिँ सायद अरू अन्य देशहरू कुनै अनुसार चाहिँ सायद आज सोमबार अनि यो हप्ताको पहिलो दिन हुनसक्छ। तर धर्मशास्त्र अनुसार हेर्दाखेरि चाहिँ यो हप्ताको पहिलो दिन होइन, तर आज चाहिँ हप्ताको दोस्रो दिन हो। सोमबार चाहिँ दोस्रो दिन पर्दछ। यहुदी क्यालेन्डर अनुसार सायद पनि दोस्रै दिन पर्छ, सोमबार दोस्रो दिन हो। उनीहरूको यहुदी क्यालेन्डर अर्थात् धर्मशास्त्र अनुसार हेऱ्यो भने हप्ताको पहिलो दिन चाहिँ हिजो आइतबार सन्डे चाहिँ हप्ताको पहिलो दिनलाई मानिलिन्छ। तर हाम्रो भारत लगायत थुप्रै सायद देशहरूमा चाहिँ आइतबार चाहिँ विश्राम दिन भनिन्छ। तर एक्चुअली धर्मशास्त्र अनुसारलाई हेऱ्यो भने आइतबार चाहिँ विश्राम दिन होइन, आइतबार चाहिँ पहिलो दिन हो। विश्राम दिन चाहिँ शनिबार हो। शनिबारलाई चाहिँ विश्राम दिन भनिन्छ। हुन त ईश्वरले बनाउनु भएको सबै दिनहरू नै असल छन्। कुनै दिन पनि उहाँले खराब भन्नु भएन। उहाँले बनाउनु भएको हरेक दिनहरूलाई उहाँले यसो भन्नुभयो, त्यो सबै दिनहरू रातहरू, दिन भनेको चाहिँ रातसँग सम्बन्धित दिन 24 घन्टा बनाएका यी सबै दिनहरू के छ, असल छ। कुनै दिन पनि खराब छैन है। त्यो तपाईँ र मैले सोच्नुपर्छ। कुनै दिन पनि तपाईँ विश्राम दिन शनिबार भएपछि आइतबार पहिलो दिन हो हाम्रो धर्मशास्त्र अनुसार अनि ईश्वरको वचन अनुसार तपाईँले हेर्दै जानुभयो भने आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार, शनिबार यी सबै दिनहरू चाहिँ शुक्रबारसम्म सबै दिनहरू चाहिँ असल छ। तर यी दिनहरूमा परमेश्वरले एउटा दिनलाई चाहिँ आशीर्वाद दिनुभयो, आशिष दिनुभयो। सबै दिन राम्रो छ, कुनै दिन पनि नराम्रो छैन। उहाँले कुनै दिनलाई पनि छुटाउनु भएन, सबै दिन राम्रो भन्नुभयो। तपाईँ र हाम्रो कामहरू कति नहुँदा, कति कामहरू बिग्रिँदा तपाईँ र मेरो जीवनमा यो दिनहरूमा आएको आपत्ति विपत्तिले गर्दा सायद हामीलाई दिन खराब लाग्न सक्छ।
मन नपर्न सक्छ, तर ईश्वरले चाहिँ यो दिन चाहिँ तपाईँ र मेरो निम्ति असल छ यो दिन भनेर हामीलाई भन्नुभएको छ। कुनै दिन पनि नराम्रो छैन। तर स्पेसली एउटा दिन चाहिँ यस्तो छ जुन दिनलाई चाहिँ ईश्वरले आशिष दिनुभयो, त्यो दिन चाहिँ हो विश्राम दिन, जुन दिन चाहिँ हो शनिबार। किनभने उहाँले सबै दिनहरू बनाइसकेर यो दिन चाहिँ विश्राम गर्नुभएको दिन, आराम गर्नुभएको दिन। अनि त्यो आराम गर्दै गर्दाखेरि चाहिँ उहाँले भन्नुभयो यो दिन चाहिँ आशिषपूर्ण छ, आशिषमय छ। अनि आज हाम्रो धेरै बुद्धिजीवी, हाम्रो ज्ञानी भनाउँदाहरूले चाहिँ फेरि विश्राम दिन चाहिँ आइतबार, सन्डे भन्ने गर्छन्। उनीहरूले शास्त्र बमोजिम भन्दैन, उनीहरूले यो सरकारले मानिसहरूले बनाएको दिनलाई नै विश्राम दिन भन्छ। थुप्रै थुप्रै धर्मघरहरूमा गएर तपाईँले सुन्नुभयो भने त्यो दिन उनीहरूले सन्डे, आइतबारको दिन ठुलो प्रोग्रामहरू गरिरहेको हुन्छ, तर उनीहरूले विश्राम दिन भनेर उनीहरूले घोषणा गरिरहेको हुन्छन्। उनीहरूकोमा यहीँबाट हामी बुझ्छौँ कि झुटो शिक्षाहरूले आज लछाप्रै ढाकिरहेछन्। र भिडियो लामो हुन्छ भनेर म अझै 2-4 कुराहरू थप्ने मेरो इच्छा थियो, तर अब 7 मिनट भइहालेछ हो। र फेरि पछिको दिनहरू भन्दै जाउँला। तर तपाईँलाई यो एउटा एकदमै जानकारी अनि यो एउटा तपाईँको एउटा सूचना, एउटा सन्देश हो। तपाईँहरूले यसलाई ध्यान दिनुहोस् कि दिन चाहिँ पहिलो दिन, दोस्रो दिन, विश्राम दिन कहाँबाट सुरु हुन्छ, यो कुरा हवस् त। तपाईँहरूलाई बिताउन चाहन्छु। धन्यवाद।